दर्शन नमस्ते सम्पूर्णमा। बाबु बिनाको बच्चा र आमाले एक बच्चालाई कसरी हुर्काउन सक्छ भन्ने विषयमा एउटा सानो भिडियो बनाएको छु। आमा हुनुहुन्थ्यो, सानो बच्चा थियो। त्यस बच्चालाई तपाईको स्कुल पुर्याउने अनि तपाईको मेहनत गरेर आफ्नो घर दैनिकी चलाउने त्यस्तैमा आमाको जिन्दगी बितिरहेको थियो। बच्चालाई पढाएर ठुलो मान्छे बनाउँछु भन्ने आमाको योजना थियो। तर त्यस बच्चाको हरकत नराम्रो थियो। बच्चाहरूसँग झगडा गर्ने, टिफिनहरू देख्यो भने तपाईको झिकाएर खाने अथवा फालिदिने त्यस्तै गर्थ्यो। अनि त्यसपछि तपाईको किताबहरू च्यातिदिने, जे मन लाग्यो त्यही गर्ने। टिचरहरूले धेरै सुधार्न खोज्यो, धेरै सम्झायो, तैपनि त्यस बच्चाले केही परिवर्तन भएन। लगभग 1 साल जति त्यसरी चल्यो। त्यसपछि स्कुलको बच्चाहरू अरू पनि बिग्रिने सम्भावना भएर टिचरले भोलिदेखि आउनु पर्दैन, तिम्रो मम्मीलाई पठाउनु भनेपछि मम्मु स्कुलमा आउनु पर्दैन भनेर भन्नुभएको छ। टिचरहरूले हजुर जानु रे भनेर भनेपछि सर र मम्मी चाहिँ स्कुल गएछ। किन बच्चालाई नपठाउनु, नआउनु भनेर भनेको भनेर टिचरलाई सोद्धाखेरि तपाईको बच्चाको हरकत यस्तो यस्तो छ, हाम्रो स्कुल पनि बदनाम हुनुभयो, त्यही भएर तपाईको बच्चा चाहिँ भोलिदेखि नपठाउनु, हाम्रो स्कुल बदनाम हुने, बन्द हुने अवस्था आउनसक्छ तपाईको बच्चाले गर्दाखेरि, त्यसैले भोलिदेखि तपाईको बच्चा नपठाइदिनु भनेर भने। त्यसपछि मम्मी निराश भएर घर आयो र खानासाना बनाएर बच्चालाई खुवायो। मम्मी भोलि स्कुल जानुपर्छ भनेर भन्दाखेरि बच्चालाई भनेछ, पर्दैन बाबु, त्यो स्कुल जानु पर्दैन। किन मम्मु? तिमी धेरै पढ्ने, धेरै बुद्धिमानी र तिमी धेरै पढ्न सक्ने तिम्रो क्षमता भएको हुनाले त्यस स्कुलमा चाहिँ तिमीलाई पढाउन सक्दैन। त्यसैले तिमीलाई अर्को स्कुल पठाउने, तिमी धेरै पढ्न सक्छौ रे, धेरै बुद्धिमानी बन्न सक्छौ रे, तिमीमा आफूमा भएको क्षमतालाई चाहिँ टिचरहरूले बुझेर यस्तो भनेको भनेर भनेपछि बच्चा धेरै खुसी भयो। त्यसपछि अर्को स्कुलमा लगेर भर्ना गरिदियो। त्यसपछि बालकले धेरै मेहनत गरेर यताउता गरेर धेरै ठुलो मान्छे र धेरै पढेर यताउता गरेर विद्वान बनेको थियो भन्ने एक कथाबाट मैले सुनेको कुरा चाहिँ तपाईको यो भिडियो बनाएर हालिदिएको छु। आशा गर्छु हजुरहरूले मन पराउनुहुन्छ होला। एक बच्चालाई सान्त्वना र तपाईको भरोसा, आत्मबल बढाएर तपाईको यसरी पनि बच्चाहरूलाई एउटा असल व्यक्ति बनाउन सक्छ भनेर पनि यो कथा साह्रै मन परेको हुनाले मैले सानो भिडियो बनाएको छु। कमेन्ट गर्नुहोला कस्तो छ भिडियो, हैन? बाबु बिनाको बच्चा एउटा आमाले हुर्काएर विद्वान बनाएको भनेर भन्दाखेरि साह्रै मन छोयो, साह्रै राम्रो लाग्यो। त्यसैले बनाएको छु। आशा गर्छु हजुरहरूले मन पराउनुहुन्छ होला। जसले हेर्नुहुन्छ उहाँहरूलाई धन्यवाद भनेर भन्न चाहे। कमेन्टहरू गर्नुहोला। हस् त।